एभ्लिज फाउन्डेसनको सहयोगमा राष्ट्रिय बहिरा महासङ्घ नेपालद्वारा निर्मित साङ्केतिक भाषा भिडियो सामग्री। सबैलाई नमस्कार। राष्ट्रिय बहिरा महासङ्घ नेपालको आजको एपिसोडमा स्वागत छ। महासङ्घले एभ्लिज फाउन्डेसनको सहयोगमा बहिरा नागरिकहरूका लागि सूचना, सञ्चार र डिजिटल प्रविधिमा पहुँच पुर्याउने उद्देश्यले विभिन्न पहुँचयुक्त जानकारीमूलक र सूचनामूलक भिडियोहरू निर्माण गरी प्रसारण गर्दै आइरहेको छ। आजको एपिसोडमा अपाङ्गता समावेशी विकासको प्रावधान बारेमा जानकारी दिँदैछौँ। अपाङ्गता भएका व्यक्तिहरूको शिक्षाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिगत प्रावधानहरू। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि UNCRPD धारा 24। अपाङ्गता भएका व्यक्तिहरूलाई बिना कुनै भेदभाव सबै तह र जीवन पर्यन्त सिकाइमा समावेशी शिक्षा सुनिश्चित गरिनेछ। अपाङ्गताको आधारमा अपाङ्गता भएका बालबालिकालाई निशुल्क र अनिवार्य आधारभूत शिक्षा वा माध्यमिक शिक्षाबाट वञ्चित गरिने छैन। नेपालको संविधान 2072ले समेटेका अपाङ्गता भएका व्यक्तिका अधिकारहरू। धारा 31 शिक्षा सम्बन्धी हक। उपधारा 1 प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ। उपधारा 3 अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निशुल्क उच्च शिक्षा पाउने हक हुनेछ। उपधारा 4 दृष्टिविहीन नागरिकलाई ब्रेल लिपि तथा बहिरा र स्वर्बलय अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट कानुन बमोजिम निशुल्क शिक्षा पाउने हक हुनेछ। अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074। अपाङ्गता भएका व्यक्तिको शिक्षा। दफा 21 निशुल्क शिक्षा उपलब्ध गराउने। दफा 22 छात्रवृत्ति तथा आर्थिक सहयोग उपलब्ध गराउने। दफा 23 अपाङ्गता भएका विद्यार्थीहरूको गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्ने। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी नियमावली 2077। परिच्छेद 5 अपाङ्गता भएका व्यक्तिलाई उपलब्ध गराइने शिक्षा। दफा 16 निशुल्क शिक्षा उपलब्ध गराउने। पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई देहाय बमोजिमका व्यावसायिक तथा प्राविधिक शिक्षा निशुल्क रूपमा उपलब्ध गराइनेछ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट प्रदान गरिने शिक्षा। नेपाल सरकारले समय समयमा तोकेका अन्य व्यावसायिक तथा प्राविधिक शिक्षा। सत्र आवासीय सुविधा सहितको शिक्षा उपलब्ध गराउने। नेपाल सरकारले अपाङ्गता भएका बालबालिकाका लागि अपाङ्गताको कारणले आफै विद्यालय जान आउन कठिन हुने र
विपन्न तथा असहाय अपाङ्गता भएका बालबालिकाको लागि पहुँचयुक्त आवास सुविधासहित समावेशी शिक्षा र विशेष कक्षाको व्यवस्था गर्नेछ। राष्ट्रिय शिक्षा नीति 2076 समावेशी र विशेष शिक्षा नीति 1028 अपाङ्गता भएका बालबालिकाको सिकाइ आवश्यकता पूरा गर्न समावेशी शिक्षा एवं विशेष शिक्षाका अवसर प्रदान गर्ने र जीवनोपयोगी तथा व्यावसायिक सिप विकासका लागि पाठ्यक्रम तथा पाठ्य सामग्रीमा अनुकूलन गर्ने। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 शिक्षा प्राप्त गर्ने अधिकार। अपाङ्गता भएका नागरिकलाई विशेष शिक्षाको माध्यमबाट समेत शिक्षा पाउने हक हुनेछ। अपाङ्गता भएका बालबालिकालाई निजको पाएक पर्ने विद्यालयमा भर्ना गर्नुपर्नेछ। अपाङ्गता भएका नागरिकको बालबालिकालाई सम्बन्धित स्थानीय तहले आधारभूत तहसम्मको शिक्षा प्राप्त गर्न छात्रवृत्ति उपलब्ध गराउनु पर्ने। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली 2077 अपाङ्गता भएका बालबालिकाको लागि विशेष व्यवस्था। अपाङ्गताको प्रकृति अनुसार अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूका लागि आफै वा संस्थागत सहकार्यमा तालिम प्राप्त व्यक्तिबाट घर दैलोमा घुम्ती शैक्षिक सेवा वा आवासीय सुविधा सहितको विद्यालय शिक्षा। अपाङ्गता भएका बालबालिकालाई छात्रवृत्ति, दिवा खाजा, विद्यालय पोसाक लगायतका अन्य आधारभूत सुविधा। तपाईहरूले यस भिडियोबाट अपाङ्गता समावेशी विकासको प्रावधान सम्बन्धी महत्त्वपूर्ण जानकारी पाउनुभयो होला र हामीलाई सरसल्लाह पनि दिँदै गर्नुहोला। आगामी एपिसोडमा यस्तै जानकारीमूलक भिडियो लिएर उपस्थित हुनेछौँ। धन्यवाद।